मर्ने चोला आज कि भोलि हो, मरेपछि बाँसको डोली हो, मरेपछि बाँसको डोली हो। भक्ति गर्ने भजन गर्ने बुढेसकालमा अरे, उमेरमा काल आए कसो गर्छौ हरे। जन्मेपछि पर्छ नि मर्नलाई, गाह्रो होला बैतडी तर्नलाई। हजुर नमस्कार, यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। आज मैले यहाँहरू माझमा यो सजिलो भजन छ मनोज प्रसाईज्यूले गाउनुभएको, उहाँले गाए अनुरूप मैले लिपिबद्ध गर्ने प्रयत्न गरेको छ। एकदमै सजिलो छ भजन। भाका हामी एउटै शब्दमा धेरै सरगमहरू नहिँडेको हुनाले हामीलाई गाउन बजाउन अभ्यास गर्न पनि एकदमै सजिलो हुन्छ। एपबाट गाइएको छ, मैले ईबाट सुनाएँ। ईबाट बजाउँदा के हुन्छ भने यो भजनमा तीव्र मध्यम अर्थात् म तीव्र प्रयोग भएको हुनाले यो कालो पुरै प्रयोग भयो। यसमा सेतो एउटा सा अर्को प मात्रै प्रयोग भयो। सिडिई यहाँबाट गऱ्यो भने सा रे ग म तीव्र प, प म ग रे सा नि ध प। यो प भइहाल्यो। यो प भएपछि यो तल थोप्ला प यसरी प्रयोग हुन्छ। म यसरी सर देखाउँछु, यहाँहरूलाई एकदमै सहज पनि हुन्छ यदि सारेगामा चिन्नु भएन भने पनि। अब यहाँ गबाट उठान्छ, मर्ने यहाँ गर्ने, मर्ने नको एकार यहाँसम्म आउँछ, मर्ने गर्ने। अनि चोला गर्दा रे ग गयो, चोला। आज कि गर्दा आज, आज यहाँसम्म आउने, आज कि गर्दै यहाँ आउने पमा। अब भोलि हो गर्दा धरे रे गयो, भोलि हो। अब मरेपछि माथि जस्तो छ सबै त्यही हो, मात्रै रेमा आएकोलाई सामा टुङ्ग्याउने। अब यहीँ गबाट फेरि मर्ने, मर्ने चोला मरेपछि, मरेपछि। अनि साबाट बाँसको यहाँ आयो, बाँसको। अनि डोला, डोली हो, डोली हो। ध सा सा भयो। एकदमै सजिलो छ यसरी बजाएर। मर्ने चोला आज कि, यो आज कि। अनि भोलि हो मरेपछि। अनि साबाट बाँसको, बाँसको डोली हो। यति हो स्थायी। अब यो जस्तो छ अन्तरापछि उठ्ने स्थायीको भाकामै हुन्छ, म अहिले बताउँछु। अब अन्तरा रेबाट रे रे ग ग रे रे ग ग रे सा नि ध प ध सा सा, यति हो। अब यसलाई अझै सजिलो तरिकाले बुझाउँछु मैले। भक्ति गर्ने भजन गर्ने, यति रह्यो। भक्ति यो भयो, गर्ने भजन गर्ने। अब यो रेबाट बुढेस यो भयो, बुढेस। अब कालमा गर्दा, कालमा यो गर्दा हुन्छ, बुढेस। अनि काल गर्दा कालमा यो गरियो भने राम्रो भयो। अब यो कालमा गर्न कठिन भयो भने बुढेस। अनि यहाँ सिधा पमा कालमा, अनि सामा अरे। अब तलको यो जस्तो छ उस्तै नै हो। उमेरैमा काल आए, अब कसो यो भयो। अब गर्छौ हरे, यो गर्छौ हरे यो भयो। अब यहाँ गर्छौमा मैले पको टाउकोमा ध लेखिदिएको छु। यो यहाँ पमा जानुभन्दा पहिला धलाई लिएर जाने, गर्छौ अरे यसरी जानु हुँदा पनि सजिलो हुन्छ। बजाइहेरौँ। भक्ति गर्ने भजन गर्ने बुढेस कालमा अरे, यो भयो अरे। उमेरमा काल आए कसो गर्छौ हरे, यो भयो। अब जन्मेपछि गर्दा मर्ने चोला गाए झै, जन्मेपछि
यहाँ साउड पर्छ नि मर्नलाई, यो भयो बजाएर जन्मेपछि पर्छ नि मर्नलाई। अनि फेरि यही भाका नै गाह्रो होला, अनि यहाँ साबाट बैतरनी, यहाँ पसम्म बैतरनी, यो गर्दा पनि भयो अर्थात् बैतरनी तर्नलाई। यसरी स्थायी जस्तो छ यो त्यही नै हुन्छ। यो हामीले यीबाट गर्यो। अझै अर्को सजिलो तरिका यो भयो, एफ सार्प जाउँ, सिडिइएफ तपाईँको अलिकति अझै हाई रेन्ज छ भने यहाँबाट गर्न सक्यो। एउटा शुद्ध नि यो तलको प्रयोग भयो, तीव्र मध्यम यो प्रयोग भयो, म तीव्र, सा रे ग म तीव्र प प म ग रे सा नि ध प, सबै कालो स्वरको प्रयोग भयो। एउटा सेतो यो, अर्को सेतो यो प्रयोग भयो। अब यो गबाट उठान छ, मर्ने यो भयो, चोला आज के, यहाँ यो कि गर्दा भोलि हो, यो भयो, मरे पछि बाँसको, यहाँ यो डोली हो, स्थायी सकियो। अब रेबाट भक्ति गर्ने भजन गर्ने, यो भक्ति गर्ने भजन गर्ने। अब यो रेबाट बुढेस कालमा सामा अरे, उमेरैमा काल आए, कसो गर्छौ हरे। यति अब तलको स्थायीको तरिकालाई नै जाने हो। यसरी सजिलोसँग गाउन बजाउन सकिन्छ। हवस् त, अहिले यति मात्रै गरौँ, अर्को अभ्यासमा फेरि भेटौँला। धन्यवाद। जय सङ्गीत, नमस्कार।